पनि त फ्रिजमा राखे जस्तो मिठो लिएर सक्दुमा आन्थे जान्तोला आन्थे चाहिँ टिटिरे ढारो हाम्रो मम्मीले चाहिँ न्युरो टिप्दै अनि यो चाहिँ पुग्ने हेलो गाइस सबैलाई नमस्कार छ है मेरो न्यू ब्लगमा हामी चाहिँ आज बुगिनी जाँदैछौँ मम्मी र म मम्मी चाहिँ पछाडि हुनुहुन्छ म अघि हिँडिरहेको आज यसो बुगिनी डाँडातिर गएर यसो घुम्ने हेर्ने के छ कस्तो छ अहिले चाहिँ हामीले ठ्याक्कै तपाईहरुले यो होमस्टेको गेट देख्दै हुनुहुन्छ भाषी आउनुभयो भने चाहिँ टेन्सन नलिनु होला यहाँ एउटा होमस्टे पाहुना घर खुलेको छ यहाँ आएर हजुर चाहिँ खान बस्नुको सबै व्यवस्था छ अहिले चाहिँ पाहुनाहरू कोही छैन त्यही भएर बन्द छ रानीवन होमस्टे पाहुनाघर स्थापना चाहिँ 2075 सत्योटी 8 भाषे यो चाहिँ होमस्टेको घर छ यहाँ अहिले चाहिँ हामी सापडुङ्गा बनेर आइपुग्यो हामी चाहिँ यता मास्तिर बुगिनी खाली हुँदै बुगिनी जाने भन्ने कुरो भयो त्यसैले हामी चाहिँ यता आइपुग्यो मम्मी चाहिँ पछाडि आउँदै हुनुहुन्छ ओहो कति चिसो पानी हो गइस मेरो त हातै चित्तायो एकदम चिसो पानी छ है गइसहरु बासु सापडुङ्गा बनेरको ल लिनु मम्मी फ्रिजमा राखे जस्तो हो र अनि कस्तो मेरो हात चित्तायो मिठो हुन्छ हामीले यहाँ पहिला पानी लिन आने कपडा धुन आने यही हो अहिलेको घर घर आएर सुख भयो न त हिउँदो लुगा धुने कुक आउनुहुन्थ्यो नि अमाजी बुहारी होरी अरू सबै आउँथे गाउँको थुप्रै हुन्थ्यो कि है आन्थे जान्तोला आन्थे खाने पानी ल्याउन नि यहाँ आउनुहुन्थ्यो मिठो छ चिसो पनि रहेछ फ्रिजमा राख्नै पर्दैन गाइस यो पानी यति चिसो छ नि हेर्नु त यहाँ कस्तो यो बाफले गर्दाखेरि पुरै उस भइसकेको छ यहाँ धेरै चिसो भएर अब चाहिँ हामी सापडुङ्गा पुग्नेदेखि अब मास्टर बुगिनी खाली इजार लाग्यो
यसलाई चाहिँ हाम्रो गाउँमा चाहिँ घँगारी भन्छ। यो चाहिँ टिटिरे ढाड हो। बर्खामा खोला यो चल्ने सिस्नो ल पक्कै छ हजुर। हाम्रो मम्मीले चाहिँ न्युरो टिप्दै हामी चाहिँ अहिले बुगनीखाली आइपुग्यो। यहाँ चाहिँ न्युरो हुन्छ, मजाको जुगा पनि लाग्छ। ए न्युरो, यो न्युरो थुप्रो रहेछ नि न्युरो त। न्युरो को कसलाई मनपर्छ हो गाइज, यसो कमेन्ट बक्समा यसो लेख्नुहोस्। मलाई चाहिँ एकदम मनपर्ने न्युरो बवाल मिठो हुन्छ आलुसँग। बुगनीखाली ओ माई गॉड, यहाँ त यस्तो रहेछ। तीन कता गयो त, तीन छ नि आज, तीन उडाइदिएछ। हामीले पानी खाने पुरानो धाराको पानी चाहिँ यहाँदेखि जान्छ, यहाँबाट जान्छ। यो बुगनीखाली पानीठाम नि हो। यो बुगनीखालीको पानी पनि खाइदिउँ। हामी चाहिँ बुगनीखालीबाट अब बोगनीतर्फ जाँदै अब यहाँ चाहिँ हिँडेको। मम्मी चाहिँ अगाडि हुनुहुन्छ, म पछि पछि हिँडिरहेको छु।
अहिले चाहिँ हामी यो बुगेनखाली भन्दा माथि जङ्गलमा छौँ। अब यहाँबाट चाहिँ हामी उता बुगिनी जान्छौँ, हेर्दै रहनु होला। जङ्गलभित्र छौँ अहिले हामी। हामी चाहिँ त्यो पहाडी डाँडामा जाने हो। यहीँ पुग्यो है। यता चाहिँ भिरीखाल्टा, चम्लागैरा, काफलडाँडा, डबु, तल्लो डबु, सिद्ध बाबा मन्दिर पर्छ यता चाहिँ। त्यो पारी चाहिँ गब्दे, यो तल चाहिँ भार्से भइहाल्यो। अनि यो चाहिँ बुकेनी हाम्रो खरबारी बाटोले खाइदिएछ हल्का। हाम्रो खरबारीमा बाटो यता पनि खाइदिएको अवस्था। हामी चाहिँ यहाँ हल्का पानी सानी खाएर जाने, एकछिन रेस्ट पनि गर्ने। आज धेरै घुमियो। फाइनली चाहिँ बुगेनीमा आएको अवस्था गरेर चाहिँ यस्तो छ। यहाँ चाहिँ चापिलाको अवस्था। पानी त ननिस्ता पाइराखेको।
बुकुनी यही हो। अरू के भन्नु छ मम्मी? धेरै हिँडेर लाग्यो, खुट्टा पनि दुख्यो होला मम्मीको। अब यही बाटो हुँदै हामी चाहिँ तल झर्ने। यो चाहिँ थाप्लेको लेक। आज चाहिँ हामीले इक्रामलाई यो सागडुङमा पनेर आउँदै कति हो बाबा? ए टन्नै रहेछ। गोरु तल हो। अहिले चाहिँ ठ्याक्कै हामीले इक्रामलाई यो जाने बेला यो बाटो गयो, आउँदाखेरि यो बाटो साबदुङ आउँदै बुकुनी खाली हुँदै माथि जङ्गल हुँदै हामी बुकुनी भएर तल झऱ्यो। अनि आजको दिन पनि यत्तिकै भिडियो। आज गाउँ पुरै जङ्गल डुलेर बुकुनीतिर घुमेर पुरै आजको दिन चाहिँ सक्यो, थाकियो, थकाइ पनि लाग्यो। मम्मीलाई पनि दगाई लाग्यो होला, खुट्टा पनि दुख्यो होला। लौटेर पछाइ आउँदा के छ मम्मी, के भन्नु छ? अब घर आइपुग्नु बेला भयो। यति भन्दै आजको भिडियो चाहिँ इन गर्छु। हस् त, थ्याङ्क यू। फेरि अर्को भिडियो लिएर आउँछु म। यो दिनसम्मको लागि बाई।